हेलो नमस्कार साथीहरु, यस भिडियोमा तपाईहरुलाई स्वागत छ। तपाईको साथमा छु म देव आर्यन। आज यो भिडियोमा हामीले कुरा गर्ने छौं जस्तै हामीले जुन जीमेल एकाउन्ट हुन्छ, यो जीमेल एकाउन्टमा अहिले तपाईहरुले हेर्न सक्नुहुन्छ जुन जीमेल एकाउन्टमा जुन ब्याकग्राउन्ड जुन फोटो छ, ब्याकग्राउन्ड थीम छ, त्यो ब्याकग्राउन्ड थीम हामी कसरी ल्याउन सक्छौं र कसरी हामीले सजिलैसँग राख्न सक्छौं, यो विषयमा यो भिडियोमा हामी कुरा गर्ने छौं र तपाईहरुलाई पनि सिकाउने छु सजिलो तरिकाले हामी कसरी यो जीमेल एकाउन्टमा हामीले ब्याकग्राउन्ड फोटो, ब्याकग्राउन्ड थीम हामी कसरी राख्न सक्छौं। अब हामी सिकौं। जस्तै मैले एउटा नयाँ जीमेल ओपन गर्छु। जस्तै यसमा त ब्याकग्राउन्ड छ, अर्को म तपाईहरुलाई देखाउँछु कि कसरी हामीले फोटो या थीम्स कसरी हामीले राख्न सक्छौं। जस्तै मैले एउटा अर्को जीमेल ओपन गरे, यसमा कुनै थीम्स र कुनै ब्याकग्राउन्ड छैन। त्यो हामी थीम्स कसरी यसमा जस्तै तपाईहरुले हेर्न सक्नुहुन्छ छ र यसमा छैन, त्यो थीम्स हामी कसरी यसमा ल्याउन सक्छौं र कसरी सजिलै तरिकाले हामी राख्न सक्छौं। फर्स्टमा तपाईहरु यहाँ जुन सेटिङ हेर्न सक्नुहुन्छ, तपाईहरु यहाँ सेटिङमा क्लिक गर्नु होला र सेटिङमा क्लिक गरिसकेपछि तपाईहरु हेर्न सक्नुहुन्छ थीम लेखेको छ। यहाँ तपाईहरु भ्यू अलमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु धेरै यो थीम्सहरु हेर्न सक्नुहुन्छ। तपाईलाई मन परेको छ, तपाईलाई कुन मन पर्छ त्यो थीम्सहरु तपाईले यहाँ सिलेक्ट गरेर यसरी, जस्तै मैले यो यसरी सिलेक्ट गर्छु र सिलेक्ट गरिसकेपछि तपाईहरु यहाँ सेभमा क्लिक गर्न सक्नुहुन्छ र यसलाई तपाईहरुले ब्लर पनि गर्न सक्नुहुन्छ। जस्तै यहाँ क्लिक गरेर तपाईहरु यसरी यो फोटोलाई यसरी ब्याकग्राउन्डलाई ब्लर पनि गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ राइट साइड लेफ्ट साइड गरिरहेको छु, यहाँ ब्लर भइरहेछ। जस्तै यसलाई तपाई यसरी गर्न सक्नुहुन्छ र त्यस्तै गरेर एउटा जस्तै हामीले यहाँ लाइट छ र डार्क छ, यसरी यसमा क्लिक गर्नुभयो भने यहाँ के हुन्छ त डार्क हुन्छ, यहाँ तपाईं हेर्न सक्नुहुन्छ र लाइटमा क्लिक गरेपछि त यहाँ व्हाइट भइहाल्छ। यसरी तपाईहरुले सजिलै तरिकाले आफ्नो जीमेल एकाउन्टमा जुन ब्याकग्राउन्ड थीम हुन्छ त्यो सजिलै तरिकाले चेन्ज गर्न सक्नुहुन्छ। साथीहरु, यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने कृपया एक लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र तपाईहरु आफ्नो साथीलाई यो भिडियो शेयर गरिदिनु होला।